Hello everyone, welcome back to my new video and vlog. म चाहिँ सुरक्षा पोखरादेखि आशा छ सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। अनि यता पोखरामा चाहिँ एकदमै गर्मी बढिरहेको छ। अनि आजको भिडियो चाहिँ मैले रुमदेखि लिएर आएको छु। मेरो चाहिँ अहिले 37 विक चलिरहेको छ प्रेग्नेन्सीको। सो आजको भिडियो चाहिँ मैले बेबीको लागि के सामानहरू लिएँ त अनि हस्पिटल ब्यागको लागि के सामान रेडी गर्छु भनेर चाहिँ भिडियोमा देखाउन गइरहेको छु। हामीहरू चाहिँ हिजो बजार गएको थियौँ न्यूबोर्न बेबीको लागि सामानहरू लिनको लागि। सो मैले के ल्याएँ त त्यो सामानहरू म देखाउँछु। बेबीको लागि के सामान ल्याएँ त भनेर चाहिँ तपाईहरुसँग सेयर गर्दैछु। अनि के बिर्सेको छु भने कमेन्ट गरिदिनु होला। अनि मैले चाहिँ यो युरिन म्याट ल्याएको छु। योमा एउटा अनि अर्को यसमा गरेर दुईवटा युरिन म्याट ल्याएको छु। अनि अर्को चाहिँ क्युटवाला सक्सहरू न्यूबोर्नको लागि कस्तो राम्रो है। क्युटवाला सानोवाला मोजाहरू ल्याएको छु। अनि पन्जाहरू पनि ल्याएको छु न्यूबोर्नको लागि। कस्तो राम्रो हुने कि सानो बच्चाहरूको त देख्दाखेरि। अनि यसमा टोपी ल्याएको छु, एउटा यसमा ल्याएको छु। अनि एउटा यस्तोमा ल्याएको छु बेबी लेखेको। अनि एउटा चाहिँ बेबीको लागि के भन्छ न्याप्पी हो क्या, बेबी न्याप्पी। बेबीको लागि न्याप्पी ल्याएको छु। यो चाहिँ मैले 5 पिसमा ल्याएको। बेबीको लागि चाहिँ मैले न्याप्पी ल्याइदिएको छु। अनि बेबी चाहिँ क्यारी गर्नको लागि एउटा यस्तोमा टोपीवाला यस्तोमा ल्याएको छु। यो चाहिँ मैले दुईवटा ल्याएको थिएँ, एउटा यसमा अनि एउटा यसमा ल्याएको छु। दुईवटा यो ल्याएको छु बेबी समाउनको लागि। क्यारी गर्नको लागि यस्तो खालको ल्याएको छु। यसको सेट ल्याएको छु। कस्तो राम्रो देखिने सानो 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 है, कति राम्रो। यसको सेट ल्याएको छु। यसमा चाहिँ एउटा टोपी पनि आउँदो रहेछ क्युटवाला। मेरो लागि चाहिँ बेल्ट ल्याएको छु। बाँध्न मिल्ने कि होइन थाहा छैन। अनि एउटा गाउन ल्याएको छु। मेरो लागि चाहिँ यो गाउन ल्याएको छु। अनि यसमा चाहिँ बच्चाको सेट पनि आउँदो रहेछ। सेटमा चाहिँ सुरुवाल अनि एउटा चोलो, वा चोलो अनि बटो आउँदो रहेछ। यस्तो बटो प्लस क्युटवाला अर्को यस्तो खालको टोपी। यस्तो खालको टोपी चाहिँ थिएन होइन, यसमा चाहिँ आएको छ। यस्तो खालको टोपी आएको छ। अनि बच्चाको लागि एउटा ब्ल्याङ्केट ल्याइदिएको छु ओड्नको लागि।
यस्तो बुट्टाहरू लिइदिएको छु प्लस क्युटवाला सेट लिएको छु यसमा चाहिँ यो र यो सुरुवाल आएको छ त्यो चाहिँ अलिक ठुलै हुँदैसम्म हुन्छ होला अलिकति ठुलो साइज ल्याइदिएको छु छुट्टैवाला यो सुरुवालहरूको पिसहरू ल्याइदिएको छु यसमा यो र यो पनि अलिक ठुलै हुँदैसम्म हुन्छ होला ठुलै ल्याइदिएको छु अनि एउटा चाहिँ योमा सेट ल्याएको छु वाउ कस्तो राम्रो हो के सानो बच्चाहरूको कपडाहरू यस्तो सेटहरू ल्याइदिएको छु अनि यसमा चाहिँ टोपीमा हाल्दो रहेछ अनि एउटा ल्याक्टोजन ल्याइदिएको छु बेबीको लागि डाइपर अनि एउटा यो एउटा वेट टिस्यु अनि एउटा यो बेबीको लागि सबै चाहिने सबै भएको बक्स पाइँदो रहेछ यसमा चाहिँ साबुन अनि मसाज ओइल अनि बेबीको पाउडर बेबी वाइप के अरे वेट टिस्यु अनि स्याम्पू अनि क्रिमहरू सबै पाइँदो रहेछ डाइपर रास क्रिम पनि रहेछ एउटा बक्स ल्याइदिएको छु अनि क्युटवाला बच्चाको यो नेल कटर काइयो अनि ब्रसहरू भएको सब भएको सेट कैँचीहरू युज गर्न आउँछ कि आउँदैन तर सक्छ लेट्स सी कति क्युट के बच्चाहरूको सामानहरू कस्तो क्युट हुने हो कि होइन कस्तो राम्रो मेरो लागि यो सेनिटरी प्याड्सहरू ल्याएको छु दुईवटा अनि बेबीको लागि यो ल्याएको छु बेबी सुताउने अनि झोल सहित भएको वाला कस्तो राम्रो यसमा एउटा गुडिया पनि छ मैले चाहिँ यति नै सामानहरू ल्याएको थिएँ अनि हस्पिटल ब्यागको लागि अरू केही चाहिन्छ भने चाहिँ कमेन्ट गरिदिनु होला के चाहिन्छ अनि मैले के ल्याएको थिएँ त्यो सबहरूसँग सेयर गरिसकेँ अब चाहिँ अरू केही छुटपुट केही भयो भने चाहिँ कमेन्ट गरिदिनु होला आजको लागि भिडियो यति नै डु नट फर्गेट लाइक सेयर एन्ड सब्सक्राइब